गाइस मैले आज खेलाइरहेको थिएँ आफ्नो लाइभमा बिआर कस्टम होइन। सो त्यो खेलाइरहेको बेलामा चाहिँ यहाँ एउटा आउँछ युजर, यो युजरले चाहिँ किल हान्छ, लास्टमा बुया पनि गर्छ। अनि सो लाइभमा सबैजनाले दाइ यसलाई हान्नुहोस् भन्छन्। अनि सो मैले पनि यसलाई 1v1 च्यालेन्ज दिन्छु। सो यो पहिला चाहिँ आउन डराएको जस्तो गर्छ, तर पछि चाहिँ आउँछ। सो आएपछि यसको कुरा सुन त पहिला। यसले यति भनिसकेपछि मैले यो गेम स्टार्ट गरिदिन्छु। अब हेर है त यहाँ के हुन्छ। इगो हट भयो क्या, इगोलाई टच गरेर खाँदैन। के पेरिहाल्छ दादाले। केही छैन, गर भाइ गर, मैले हाले अब यतिसम्म खिचा खेलिसकेपछि यहाँ लास्टमा चाहिँ घरमाथि पनि चढिरहेको थियो होइन। सो अब यहाँ लास्टमा चाहिँ यसले मलाई मारिदिन्छ। सो यसपछिको राउन्डमा चाहिँ म यसलाई इन्स्ट्यान्ट के कर्मा दिन्छु हेर है त। आया सरी भन्नु गयो यार यता यार। हो त्यही भएर जिक्सा दाइको अगाडि बोल्नुभन्दा अगाडि 10 चोटि सोच है त मेरो भाइ। अनि प्यानल पनि अलि राम्रो लगाएर आऊ, सायद तिम्रो प्यानलले काम गरेन मेरो अगाडि।